कल्पना गर्नुस् त, यदि बरफ पानीमा तैरिनुको सट्टा डुब्ने भएको भए सायद पृथ्वीमा जीवन नै सम्भव हुने थिएन। आखिर किन बरफ डुब्दैन? सामान्यतया कुनै पनि पदार्थ लिक्विडबाट सलिड बन्दा त्यसका पार्टिकल्सहरू अझ नजिक आउँछन्, त्यसैले सोलिड लिक्विड भन्दा बढी डेन्स हुन्छ, बढी बाक्लो हुन्छ। तर पानी प्रकृतिको एउटा अनौठो अपवाद हो। पानीको एउटा विशेष गुण हुन्छ जसलाई एनामोलस एक्सपान्सन अफ वाटर भनिन्छ। यसको अर्थ के हो भने पानी 4 डिग्री सेल्सियससम्म चिसिँदै जाँदा सङ्कुचित भएर अझ डेन्स बन्छ, यसको भोल्युम कन्ट्र्याक्ट हुन थाल्छ। तर 4 डिग्री सेल्सियस भन्दा तल अर्थात् 4 देखि 0 डिग्री सेल्सियससम्म पुग्दा चाहिँ उल्टै फैलिन थाल्छ, एक्सपान्ड हुन थाल्छ, यसको भोल्युम बढ्न जान्छ। अनि 0 डिग्री सेल्सियसमा जम्दा यसको भोल्युम करिब 9% बढ्छ। किन यस्तो हुन्छ त? किनकि जम्ने क्रममा पानीका मलिक्युल्सहरू बीच हाइड्रोजन बोन्ड्स स्थिर भएर हेक्सागोनल क्रिस्टल स्ट्रक्चर बनाइदिन्छन्। यस संरचनामा धेरै इम्टी स्पेस हुने भएकाले मलिक्युल्स एकअर्काबाट टाढा रहन्छन्। त्यसैले बरफको डेन्सिटी करिब 0.917 ग्राम पर सेन्टिमिटर क्युब हुन्छ, जबकि तरल पानीको 1 ग्राम पर सेन्टिमिटर क्युब हुन्छ। त्यसैले बरफ पानीभन्दा कम डेन्स हुने भएकाले तैरिन्छ। त्यसैले आइसबर्गको करिब 90% भाग पानीभित्र हुन्छ र केवल 10% भाग मात्रै बाहिर देखिन्छ। अब सबैभन्दा अचम्मको कुरा, यदि बरफ डुब्ने भएको भए ताल, नदी र समुद्रहरू तलबाट माथिसम्म जम्न थाल्थे। हरेक वर्ष थप बरफ तल थुप्रिँदै जान्थ्यो र अन्ततः धेरै जलाशयहरू पुरै जम्न सक्थे। तर बरफ सतहमा तैरिने भएकाले यसले इन्सुलेटिङ लेयरको काम गर्छ। त्यसको तलको पानी करिब 4 डिग्री सेल्सियससम्म तरल रहन्छ, जसले गर्दा माछा र अन्य जलीय जीवहरू कठोर जाडोमा पनि बाँच्न सक्छ। त्यसैले बरफ तैरिनु केवल एउटा सामान्य घटना होइन, एनामोलस एक्सपान्सन अफ वाटर जस्तो अद्भुत गुण नै पृथ्वीमा जीवनसम्म बनाउने सबैभन्दा महत्त्वपूर्ण वैज्ञानिक कारणहरूमध्ये एक हो। यस्तै इन्ट्रेस्टिङ साइन्सका कुरा जान्नका लागि फलो गर्न चाहिँ नभुल्नुहोस्। थ्याङ्क यू।